आजको पालो अन्डाको। अन्डा बनाउन पनि सिक्नुपर्ने होइन। कति वर्ष सिकेँ रेस्टुरेन्टमा काम गरेर, रेस्टुरेन्ट होटल लाइनमा होइन। मेरो जीवकै 25 वर्ष भइसक्यो रेस्टुरेन्टमा काम गरेको। अन्डा बनाउन फुटाउन पनि तरिका चाहिन्छ। अन्डा ट्याक्क फुटाउन हातमा नसिकन फुटाउनलाई पनि ट्रिक चाहिन्छ। टक्क 2 पिस भएर फुट्छ। यो बोक्रा चाहिँ यसको चाहिँ 2 पिस भएर फुट्छ। ल अन्डा आजभोलि अन्डा पहिला चाहिँ कसरी अन्डा पकाउँथ्यो भन्दा मैले चाहिँ पहिला गाउँमा पनि मैले चाहिँ खान्थेँ गर्थेँ होइन। जब होटल लाइनमा आइसकेपछि चाहिँ अन्डा कसरी पकाउँछ, कसरी गर्छ भन्ने कुरो र कसरी सर्भिसिङ गर्छ भन्ने कुरो चाहिँ मैले चाहिँ सिकेँ होइन। अब यो कसरी सिकेँ भन्दाखेरि अन्डालाई चाहिँ चिसो पानीमा डाइरेक्ट उमाल्नु अलिकति मिल्दैन होइन। अलिकति मन तातै पानीमा चाहिँ डाइरेक्ट उमाल्नु, मन तातो पानीमा लगाएर उमाल्नुपर्छ अन्डा। त्यो भनेको चाहिँ जस्तै रेस्टुरेन्टमा काम गरेपछि रेस्टुरेन्टमा तातो पानी अनिवार्य हुनैपर्छ, किनकि तातो पानी भएन भने चाहिँ हामीले त्यो फाल्ने कति फ्याटहरू हुन्छ त्यो बगेर जाँदैन होइन, धुनुपर्ने हुन्छ। त्यही भएर तातो पानी इमिडिएटली हुनैपर्छ र त्यही भएर तातो पानी युज गर्नैपर्छ। जस्तै हामीले घरमा पनि अन्डा बनाउँदाखेरि चाहिँ आगो बालेर अलिकति मन तातो भएपछि मात्रै अन्डा चाहिँ लाउनुपर्छ। अनि अब यो अन्डालाई धेरै पकायो भने भित्रको रानी कालो हुन्छ। त्यो भित्रको रानी कालो भयो भने गेस्टलाई दिनुको लागि त्यो मिल्दैन। अनि यो अन्डा चाहिँ कहाँ सर्भिस हुन्छ भन्दाखेरि अन्डा चाहिँ एउटा रेस्टुरेन्टदेखि हाई क्लास, बिजनेस क्लास, भिआइपी क्लाससम्म चाहिँ सबै यो अन्डाको सर्भिस हुन्छ। अनि त्यो अन्डाको सर्भिस त्यसरी हुँदाखेरि चाहिँ कस्तो नि भित्रको अन्डाको रानी छ नि त्यो चाहिँ कस्तो नि बिहान भर्खर झुल्केको घाम हुन्छ नि त्यस्तो हुनु पऱ्यो क्या। बिहान भर्खर झुल्किँदाखेरि गरेको घाम कस्तो हुन्छ, त्यो दिउँसो लागेको घाम होइन कि बिहान झुल्किँदै गरेको घाम चाहिँ हो त्यस्तो खालको हुनु पऱ्यो। अनि अन्डालाई चाहिँ कति मिनट पकाउने भन्दाखेरि म भन्छु, अन्डालाई चाहिँ ट्याक्क यो अन्डालाई पकाउँदाखेरि हामीले चाहिँ 7 मिनटभन्दा ओभर क्रस गर्ने होइन, 6 मिनटभन्दा अगाडि पनि निकाल्ने होइन। 7 मिनटभन्दा अगाडि ड्युरेसन आगोको टेम्परेचर हुन्छ, आगोको टेम्परेचरमा अन्डा पाक्ने हुन्छ। तर नर्मली 7 मिनट कटाउनु हुँदैन अन्डालाई है त। म अन्डा यो 7 मिनटमा बनाएर देखाउँछु होइन। भिडियो अलिकति लामो। यो फ्राई प्यान यो अलिकति खुइलेको छ होइन। यो खुइलेको फ्राई प्यान, यो खुइलेको फ्राई प्यानमा अन्डा चिसो तेलमा यहाँ लगायो भने चाहिँ यो अन्डा यहाँ टाँसिन्छ। अनि यो खुइलेको फ्राई प्यान छ भने चाहिँ यहाँ तेल लगाएर तेललाई चाहिँ पुरा एकदम यसको चाहिँ राप निकालेर अनि लगाएपछि मात्रै यसमा टाँसिँदैन। यो चाहिँ इम्पोर्टेन्ट सिक्नु होइन। तर अब स्टिक भन्छ होइन, नटाँसिने फ्राई प्यान आएको छ होइन। यो नटाँसिने भने चाहिँ चिसै तेलमा चिसै नरम आगोमा गर्दाखेरि यो चाहिँ यहाँ चाहिँ हुन्छ होइन। तर कस्तो भने चिसो तेलमा र सानो आगोमा गऱ्यो भने चाहिँ पुरा त्यो हाम्रो के अरे ऊ जस्तो हुन्छ क्या, के अरे हाम्रो सेतो पेन्टिङ पोखिँदैन हो त्यस्तो के, सेतो पालिस के पोखेर भुइँमा जमेर बसेको हुन्छ नि हो त्यस्तो हुन्छ होइन। आगो बाल्छु होइन, आगो बल्यो है, पानी बसाएँ होइन। पानीमा केही पनि छैन, नुहाएको छ आगो। यो पानीले चाहिँ छोड्नु पऱ्यो क्या। पानीले यसो रूप परिवर्तन गर्दै पानी उम्लिँदैछ। तर अन्डा चाहिँ कतै लानु पऱ्यो होइन, प्लेटमा लगाएर लानु पऱ्यो भने चाहिँ त्यसको तरिकामा सिक्यो। यो अन्डा लानु चाहिँ अर्को भिडियोमा बनाउँछु। अनि के छ भने अन्डा चाहिँ यो पाकेर खाने चिज पनि हो र काँचै खाने चिज पनि हो होइन। जस्तै अन्डा चाहिँ अब पाकेर खाने, काँचै पनि खाने चिज। किनकि काँचै त्यो पेस्ट्रीहरू जस्तै हामीले केकहरू बनाउँदाखेरि काँचै लगाउने हो अन्डा होइन। र नर्मली हाफ बोइल पनि खान्छ, आधा उसिनेको होइन। र अन्डा पाक्नुपर्छ भन्ने पनि छैन र काँचो नपाक्नुपर्छ भन्ने पनि छैन होइन। अन्डाको व्यक्तिमा खुवाइ अनुसारको फरक पर्छ। मिनिमम पनि 4 देखि 5 मिनट लाग्छ होइन। चिसो पानी उम्लिन्छ 4 देखि 5 मिनट लाग्छ। किनभने नि पानीले रूप चेन्ज गर्दै जान्छ। बिबी राख्नुको लागि अन्डा लाउनुको लागि हामीसँग प्रत्येक घरमा डाडु हुन्छ, रेस्टुरेन्टमा डाडु हुन्छ, जहाँ पनि डाडु हुन्छ होइन। डाडुले सट्ट अन्डा उगाउने होइन। उम्लिनु सुरसार गऱ्यो, पानी उम्लिनु सुरसार गऱ्यो, डाडुले टक्क अन्डा लाउने, अन्डा छोपिनु पऱ्यो पानीले। यो चाहिँ अब ट्याक्क 5 को मुनिबाट यो के अरे सेकेन्ड के अरे उसको टाइम आउनु पऱ्यो। घडी चाहिँ टक्क मिनटको टाइम आउनु। अन्डा लगाएको छु, एउटा चाहिँ फुट्यो आउँदैछ होइन। घडी घुम्दैछ, बाँकी भयो हामीलाई चाहिँ 6 मिनटको। त्यसले पनि आगोको राप अनुसार हुन्छ पकाएर बनाएँ होइन। हिटिङ हानेको छैन। यहाँ आउनु खोजेको छ अन्डाको टाइम 5 मिनट भयो। अब 6 मिनटमा लाग्नु खोज्यो, अब 1-1.5 मिनट बाँकी छ। घडी घुम्दैछ, अन्डा रफ्तारमै उम्लिँदैछ। टाइम भयो 5 सेकेन्ड बाँकी होइन। ल ट्याक्क अन्डा आफ्नो टाइममा आयो, अन्डा भयो। अब आगो मर्छ, अब आगो मार्दिउँ
हैन टाइम पनि भयो आगो मर्यो हैन अब आगो मर्यो पानी हाल्दिउँ अन्डा घाम झुल्के यस्तो हुनु पर्यो है हैन बाफ छ यो अन्डा घाम झुल्के जस्तो हुनु पर्यो है त अघि उसिनेको अन्डा हैन यसलाई म अलिकति पखाल्छु ल यसलाई म यी कटिङ गर्छु है त मसँग चक्कु चाहिँ फेरि खतरा छ क्या है हैन कस्तो हैन अब मैले के भनेको थिएँ अरे अन्डा घाम झुल्के जस्तो हुनु पर्यो हैन ल यस्तो हुनु पर्यो अन्डा घाम झुल्के यस्तो यो अन्डा यो चाहिँ भिआइपी क्लास हाई क्लास लो क्लास सबै क्लासमा अब अन्डा चाहिँ खुवाइ र नखुवाइमा भर पर्छ मलाई धेरै अन्डा पाकेको मनपर्छ र अन्डा नपाएको मनपर्छ यो अन्डा चाहिँ जाने हो दिनुपर्ने ठाउँमा र पुराउनु पर्ने ठाउँमा अब यस्तो खालको अन्डा खान्छ है त साथी हो कस्तो लाग्यो भिडियो 7 मिनट त्योभन्दा क्रस नभुकाउने अन्डा ओके हेर त भित्र घाम झुल्के यस्तो यो एकछिनपछि आफै यो सेलाएपछि आफै यो चाम्रो भएर जान्छ कस्तो लाग्यो भिडियो अब अर्को आउने भिडियोमा चाहिँ कुरिलो बारेमा लिएर आउँछु कुरिलो त्यसलाई चाहिँ स्पारागोस भन्छ